जलजलामा छौँ र यो जलजलाको होटल हो यो, अहिले यो बन्द रहेछ। हामी चाहिँ अब यहाँबाट एकछिन यहाँको यो थलथले हेर्छौँ होइन, कस्तो रहेछ त्यहाँको त जलजला भन्ने जुन ठाउँ छ यो चाहिँ झन्डै ताल जस्तो ठाउँ हो। पानी मात्रै नभएको ताल बनाउन मिल्ने खालको ठाउँ देखियो। गाईबस्तुहरू पनि यहाँ चरिरहेका छन्। के लगाएको रहेछ यो? यहाँ हामी कतिको गाडिन्छ भनेर टेस्ट गर्न हिँडिरहेछौँ। हेरौँ, यहाँ टेक्दाखेरि थलथल गर्छ अरे। अब हो कि होइन भन्ने चेक गर्नलाई हामी यहाँ हिँड्दैछौँ। छाँटा आयो ल। यो हाम्रो पर्वत जिल्लाकै सिमसार क्षेत्र हो। यसलाई सिमसार क्षेत्र पनि भन्छ। उहाँ टेस्ट गर्दै हुनुहुन्छ है कस्तो छ यहाँ जमिन भनेर। छ ती। म यहाँ टेस्ट गर्छु है यहाँको जान्छ गाडिन्छ जमिन कस्तो छ। पुरै जमिन हल्लिँदो रहेछ नि त। हो जुत्ता गयो है तै पनि म धुन्छु यिनलाई। थलथलै रहेछ भन्ने छौँ। यो पर्वतकै एउटा महत्त्वपूर्ण सिमसार क्षेत्र हो। यहाँबाट दुईतिर दुईटा खोलाहरू बग्छन्। एउटा पाती खोला र अर्को भुरुङदी खोला। उताबाट भुरुङदी खोला जान्छ भने यता तलबाट पाती खोला बग्ने गर्छ। यहाँसम्म सडकको पनि पहुँच आइसकेको रहेछ जलजलासम्म। यहाँबाट अब हामी मोहरे डाँडा तर्फ प्रस्थान गर्दैछौँ। अब यहाँबाट उकालो सुरु हुन्छ मोहरे डाँडाको लागि। मोहरे डाँडा 3309 मिटरको उचाइमा हामी पुग्दैछौँ। यो चाहिँ जलजलालाई छोडेर व्यवस्था रहेछ। हाम्रो गाईजहरू पानी पिउँदैछन्। हस् ओके। हाम्रो क्षितिज सर पानी भर्दै हुनुहुन्छ। सिप्लो थियो नि त त्यहाँ। विशालजी के छ अनुभव? तपाईँ अहिले जलजलामा हुनुहुन्छ, कस्तो लाग्यो जलजला? ठिकै छ, राम्रो छैन जलजला, यस्तै रहेछ। पहिला राम्रो थियो भन्ने हल्ला थियो। होचो ठाउँ होइन? दादाले भन्ने बर्खामा ठिक देखिन्छ होला पानीले। त्यस्तै रहेछ। दुईतिर पानी डिभाइड भएको देखियो। र यहाँ चाहिँ हाम्रो क्षितिज सरको के छ प्रतिक्रिया जलजलाको सम्बन्धमा? जलजलामा ह्युमन इन्टरभेन्सन बढी भयो। हजुर, डोजर लाएर सबै बिगार्नु भएछ, कसले बिगार्नु भयो। पहिला एकदम कलकल पानी बग्थ्यो। जता छोयो नि चुइङगम जस्तो धेरै आयो। त्यस्तो थियो। अनि मुनिबाट पानी बग्थ्यो। हजुर। अब यहाँ बिचमा यसरी सर्लक्क गएर पोखरी बनाइदिएपछि त अनि यसरी डोजर आइदिएपछि त बिग्रिहाल्छ सिमसार। यहाँले यसले आफ्नो चाहिँ वास्तविक रूप चाहिँ मौलिकता गुमायो भन्ने यहाँको
धारणा रह्यो। किन घुम्ने रे यहाँ बोक्दिनँ म म बोक्छु। न प्राज बोक्नुहुन्छ र यहाँबाट खाली भयो सकियो। ए भाँडा धुम केटाले भाँडा धुम अँ ले बाबु भाँडा धुम ले सोरा जलजलामा पानी भेट्टायो हामीले। जलजलाको चिसो पानी भाँडा नि मान्न भन्छ हामीले। जलजलाको एउटा खिच्नु भएको खाली बोकेर हिँड्नु मात्रै लाउँदै त म धुन्छु। भाँडा धो पनि भिडियो बनाइदिन्छु ल। जलजलाको एउटा गीत है बालाई भिडियो बनाइदिन्छु भाँडा धुनु भन्नु पर्यो हरेक बेला। भनिहाल्छ। खाइदेऊ लाग्छ टोपी लगाइदिउँ पहिला। पालको लेख माथि गइदिउँ लाग्छ है गइदिउँ लाग्छ। टोपी ठिक छ नि? छैन। राइट। जलजलाको चिसो पानी खाइदिउँ लाग्छ। जलजलाको चिसो पानी खाइदिउँ लाग्छ। हम्पालको लेक माथि गइदिउँ लाग्छ। हम्पालको लेक माथि गइदिउँ लाग्छ। यो चाहिँ हाम्रो भाँडाहरू हो। हामीले खाना खाएको आइदिउँछु। यहाँ कुनै होटलहरू छैन, जलजलाको होटल संसारमा नरहेछ। त्यसैले चाहिँ हामीले आफै बोकेर आएको थियौँ। र यसमा चाहिँ अब भाँडा माझेर अनि हामी लाग्छौँ उकालो। यो हाम्रो के हो हटकेस? यताको हटकेस त टिफिन हो क्या। माथिबाट घुमाउनु त हो, त्यहाँबाट घुमाउनु। त्यसमा हामीले चना ल्याएको थियौँ, आलु र चना। अनि यतापट्टि चाहिँ मासु लिएर आएको थियौँ भुटेर। अनि रोटी थियो, अन्डा पनि थियो। अन्डा सकाइयो होइन? अन्डा छन् र बाँकी? केरा पनि छ हामी त। ल अनि बरु यो ज्यान गई जाला तिम्रै निम्ति बरु यो ज्यान गई जाला तिमीसँग गहिरो माया बस्यो जलजला हे तिमीसँग गहिरो माया बस्यो जलजला जलजला। ल भयो जलजलाबाट हामी मोहरी डाँडा जाँदैछौँ। हाम्रो राम्रो फुड ट्रेल चाहिँ अहिले हराएको छ। पहेँलो फुलहरू फुल्दो रहेछ यहाँ। र एउटा मोटर बाटो भेट्यौँ हामीले। अब कहाँसम्म पुग्छ हामीलाई थाहा छैन। हामी यही मोटर बाटो भएर अगाडि बढ्दैछौँ। अब यहाँ केही माथि 40 मिनट्स माथि गएपछि टी हाउस छ भन्ने कुरा छ। त्यहाँ पुगेर हामी चिया पिउँछौँ होइन? हामी चिया पिउँछौँ। म फेरि लास्टै चियाको पारै हो होइन? अझै दुध चिया भन्यो भने त म त 2 कप पनि हानिदिन्छु। 2 मात्रै होइन 3-4 कपसम्म नि चिया खाने मान्छे परे। अब यहाँ हेरौँ रातै चिया भयो नि खाएर जाने हो। ल हामी टी हाउसमा गएपछि भेट हुन्छौँ है त। हस्। एउटा सानो खोल्सो भेटियो, पानी रहेछ। ए अब यहाँ आएपछि हामीलाई यहाँ केही सङ्केत छ होइन? सनराइज भ्यू होमस्टे लेसपार जाने यता रहेछ हामी आएको बाटो। मोहरे एन्ड कोखे डाँडा जाने यता। वे टु धिमा डाँडा लन्च प्लेस 20 मिनट फार फ्रम हियर। अब 20 मिनट हामी कसिन्छौँ कोखे डाँडा जानलाई लन्च हाउसमा। अबको 20 मिनट यता कुदाइ हुन्छ हाम्रो। पाटी पौवा गोठहरू हराइसके, यी खण्डहरमा परिणत भएका छन्।
यो चाहिँ तल जलजलाको फेदी हो। त्यहाँबाट हामी फोक्सो फुल्ने उकालो सर र चाहिँ उकालो माथि आयौँ, चढ्दैछौँ। यो उकालो सिधै ठाडो उकालो छ। घाँस चाहिँ यहाँ वरिपरि एउटा फरक खालको चाहिँ परिवेश यहाँ देखा पर्यो र थोरै गर्मीको पनि आभास भइरहेछ। यहाँ हामीलाई घाम लागिरहेछ। जलजलाभन्दा माथिको उकालो मोहरे जाने बाटोमा हामी त्यहाँ आइपुगेका छौँ। हिँडियो करिब आधी घन्टा उकालो जलजलाको फेदीदेखि। अझै टी हाउस आउँदैन, 20 मिनट्स भन्थ्यो। त्यो चाहिँ जलजला हो। ती जलजला हाउसमा आइपुगेका छौँ। यहाँ कोखे डाँडा जाने रुट यताबाट भनेर देखाइरहेछ। यो चाहिँ टी हाउस हो। टी हाउस बन्द छ। ल मोहरे डाँडा भनेर देखायो। यहाँ हामी 3068 मिटरको हाइटमा आएका रहेछौँ। उहाँ चाहिँ अलिक बढी थाक्नु भएको छ आज, होइन? थाक्नु भएको छ। उहाँ चाहिँ एकदम अब हिँडिरहने मान्छे, फ्रेस। म पनि अलिअलि थाकेको अवस्था हो। पानी पँधेर हो। टी हाउस बन्द छ। अब हामी यो बाटो हुँदै मोहरी डाँडातर्फ लाग्छौँ। लन्च प्लेस जलजला छ पर्वतमा आइपुगेका छौँ। यो लन्च हाउस रहेछ, यो बन्द छ। कोही हुनुहुन्छ लन्च हाउसमा? हेलो हेलो। चाबी त लागेन। ला छैन। चाबी लगाएको छैन, कोही छैन होला। जान्छ किन भयो? जान्न। खानेकुरा हामी त्यहाँ त्यसले हुन्छ त। के दिएको? पानी छ। मिनट कसिएर हिँड्यो भने कसिएर सक्नु पर्यो नि। कस्तो कसिएर आँथे। हामी 187 मिटर चढ्ने हो केटा। हामी अहिले के खर्क रह्यो? हामी अहिले राप्से खर्क खर्कमा छौँ र यहाँको उचाइ 3168 मिटर रहेको छ। पुरा पहेँलो चाहिँ के हो यो फुलिरहेछ। बाबालाई माटो पनि देखाइदिउँ भनेको। हेर्नुपर्छ कि कति खाँथे किलोमिटर हेरेर हुन्छ, उकालो ओह्रालो हेर्नुपर्छ। र यहाँ अहिले खाजा खाने क्रम छ। खाजा के छ यसो देखाइदिउँ त। मकै खै हाम्रो मम्मीले भुट्नु भएको मकै र भट्ट हामी अलिअलि चाख्छौँ, होइन? हाम्रो कान्छीलाई अलिक गाह्रो भइरहेछ, होइन? ठिक छ ल। अलिक गाह्रो भएको छ मलाई हिँड्न। उहाँको चाहिँ शरीर पनि अलि ठुलो छ, तौल पनि अलिक बढी छ, त्यो भएर पनि थोरै गाह्रो भयो। तर उहाँ धेरै हिँड्नुभयो आज। हामी 2 दिनको ट्रेक एकै दिन गर्नाले अलि गाह्रो भइरहेछ।
हामी मोहरीभन्दा तल उकालो चढ्ने क्रममा छौँ। अब केही अझै झन्डै 1 घन्टा 45 मिनट आधी घन्टा हिँड्नुपर्ने अवस्था छ। यहाँ पानी पेलिएको छ। हाम्रो विशाल सरले पानी पिउँदै हुनुहुन्छ, म चाहिँ अहिले पिउँदिनँ। अब हामी अगाडि बढ्छौँ यहाँबाट। छैन आधा घन्टा। अब यो बाटो अनुसार आधा घन्टा रेला 900 मिटर दाइ। लौरो टेकेर बाटो देखेर स्यास्या गरेर हामी हिँडेको हिँडै हामी हिँडेको हिँडै हामी हिँडेको हिँडै दुश्मन हेरेको हेरै हामी हिँडेको हिँडै। गुराँसै जङ्गलमा छौँ। दिन घर्किँदो छ, समय बित्दो छ। 5:30 बजेको अवस्था हो। अब झन्डै आधी घन्टा हिँड्नु पर्नेछ मोहरी डाँडाको लागि र त्यहाँबाट फेरि चाहिँ आधा घन्टाको डिस्टेन्समा कोखे डाँडा पुग्नु छ। यसको मतलब हामी अब झन्डै 7 बज्ने भयो हामी कोखे डाँडा पुग्दा, होइन गाइज? तैपनि हामी जसै पुग्छौँ। टर्चको पनि व्यवस्था छ, जहाँसम्म टर्चको प्रयोग गर्न नपर्ला, होइन? पर्यो भने मैले 3टा, एउटा हेड टर्च, अर्को 2टा चाहिँ एउटा ब्याट्रीवाला टर्च, अर्को चार्जेबल टर्च, 3टा टर्च छ हामीसँग। त्यो पनि प्रयोग गर्न सक्ने भयो। अहिले हामी मोहरी डाँडा जाने उकालोमा छौँ। हामी अहिले 3 जना छौँ। यो हाम्रो पारिवारिक भ्रमण हो। एउटा बाउ, 2टा छोरा। पानी बोकेर लिएर हिँड्न पनि गाह्रो भइरहेको अवस्था हो। फेरि कुहिरो आयो। लगाई जब हामी मोहरी डाँडा आउन लागेका छौँ। 15 मिनटको ट्रेल छ। अहिले हामी 3230 मिटरको उचाइमा छौँ। झन्डै 700 मिटर हिँड्नु छ अझै। हामी मोहरी डाँडा नजिकै आइपुग्न लाग्छौँ। त्यहाँ माथि त्यसको पिकमा मोहरी डाँडाको घर पनि देखियो, त्यहाँको होटल। पल्लो चाहिँ कोखे डाँडा पनि यहाँबाट देखिँदो रहेछ। अलिकति जुम गऱ्यो भने हामी आज धेरै हिँड्यौँ। आज हामी भमरकोटदेखि माटेको लेक, हम्पाल, जलजला हुँदै हामी अहिले मोहरी डाँडा नजिक आएका छौँ। यो डाँडाको टपमा बाटो छ। वरिपरि पनि निकै रमाइलो देखिन्थ्यो होला। आज मौसमले चाहिँ हामीलाई साथ दिएन। केही समय माटेको लेकमा खुल्यो, अरू चाहिँ त्यति राम्रो देख्न पाइएन।
हामी बाटो चाहिँ सडक चाहिँ फुड ट्रेल यस्तो छ है। यहाँ मोहरी डाँडाबाट कोखेतर्फ प्रस्थान गर्दैछौँ। हाम्रो टिम हिँड्यो। अब चाहिँ टुरिस्टहरू पनि देखियो। त्यही होला है भने यस्तो। ल यो बाटो अब कोखेतिर लाग्यो। कोखामा भएको हुनाले कोखे डाँडा भने होला सायद। यो डाँडाको कोखामा छ उतापट्टि। यो अहिले हामी हिँडिरहेको भाग म्याग्दी जिल्लाको हो मोहरे डाँडा भने। अब हामी पर्वत जिल्लाकै हाइजेस्ट पोइन्ट कोखे डाँडामा जाँदैछौँ। हाइट कति रहेछ हामी त्यहीँ गएर टेस्ट गरौँला। यो मोहरा परेर चाहिँ आएको पहाड रहेछ के सायद त्यही भएर होला यसलाई मोहरे डाँडो भनेको। यस्तो मोहरा परेको छ है ट्रक्क। ठ्याक्कै 12 घन्टा हिँडेर यहाँ कोखे डाँडा आइपुगेका छौँ। अहिले बेलुकाको 6:40 भएको छ। हाम्रो यात्रा पनि बिहान ठ्याक्कै 6:40 भमुरकोटबाट हामीले बाटो तय गरेका हौँ। अहिले हामी ठ्याक्कै यहाँ आइपुगेका छौँ कोखे डाँडामा। पछिल्लो पटक यो निकै चर्चित पनि छ। विशेष गरी यो पर्वत जिल्लाको हाइजेस्ट पोइन्ट हो कोखे डाँडा। पर्वत जिल्लाको हाइजेस्ट पोइन्ट यो झिलिबराङमा पर्छ। वडा नम्बर 1 भुकताङलेको। फाइनल्ली हामी कोखे डाँडा आइपुग्यौँ। नमस्ते। हामी कोखे डाँडामा छौँ। बिहानको 6:45 बजेको छ र यता धौलागिरीमा काम परिसकेको छ भने अन्नपूर्णमा पनि कामका किरणहरू परिसकेको अवस्था छ। सनराइज हामी हेर्ने क्रममा छौँ। यतापट्टिको पनि त्यति राम्रो देखिरहेको छैन। यो मोहरे डाँडा यो चाहिँ कोखे डाँडाबाट 360 भ्यू हो। Nhiều bản nè. Cái này mọc ngay đầu chị nó rồi. Em về em xóa. Rồi. Em ơi cái bảng cho chị nha. Cái bảng đó. Được chưa? Được. Rồi vô đẹp nè. Rồi xong. Trời ơi, đồ nghề của chị mà quá trời luôn.
अहिले कोखेडाँडाबाट अब पुन हिलको यात्रामा हिँड्दैछौँ। अहिले बिहानको 7:37 भएको छ। अब हाम्रो यात्रा यहाँबाट सुरु हुन्छ।